जुन एरियामा मैले दिएको छु त्यो डाइरेक्ट म्यानुफ्याक्चरमा सप्लाई गर्ने, म्यानुफ्याक्चर रेटमा दिने अनि आफै उत्पादन गर्ने अनि नेपालसम्म एक्सपोर्ट गर्ने काम गर्छ, जसको नाम हो अजमेरा फेसन। हाम्रो व्यापारको लागि हैन, नेपालमा हाम्रो जो विवाह हुन्छ, ब्राइडल कलेक्सन हुन्छ, त्यसको लागि राख्न सक्नुहुन्छ। यहाँ मोरहरूका पनि चित्रहरू बनाएको छ, यस्तो खालको डिजाइन बनाएको देख्न सक्नुहुन्छ। प्योर यो ब्राइडल्स जो हुन्छन् हैन, लेहेंगाहरू, त्यसमा तपाईहरु व्यापार गर्न सक्नुहुन्छ। अब म मेन मुद्दामा आउँछु है, प्राइस। प्राइस कहाँबाट लिँदा सस्तो हुन्छ, कहाँबाट किन्दाखेरि महँगो पर्छ, बिचमा बिचौलिया हुँदाखेरि के नुक्सान हुन्छ भन्ने कुरा मैले गरेको थिएँ हैन। अनि यसमा नुक्सान पनि धेरै हुन्छ, किनकि यस्ता खालका लेहेंगा धेरै महँगो पनि आउँछन्, प्रिमियम क्वालिटीका हुन्छन्, त्यसैले यसमा ध्यान राख्नुपर्ने हुन्छ। अनि साथै साथमा व्यापारी मान्छेले एउटा अर्को कुरा ध्यान राख्नुपर्ने हुन्छ हैन। तपाईँ सेल पनि गर्न सक्नुहुन्छ, तपाईलाई एक्जिम कोड छैन नेपालदेखि भारतबाट पर्चेस गर्नको लागि, तपाईलाई बोर्डरको या फिर जो ट्याक्स क्लियरेन्स हुन्छ हैन, बोर्डर क्लियरेन्स हुन्छ, त्यो सबैको टेन्सन तपाईँ लिनै पर्दैन। तपाईले सिम्पल हाम्रो नेपालमा स्पेशल ब्राइडल कलेक्सन भनेपछि जसमा लेहेंगा भने धेरै इम्पोर्टेन्ट हुन्छ बेहुली मान्छेहरुको लागि, दुलै मान्छेहरुको लागि हैन। अब लेहेंगा म्यानुफ्याक्चर रेटमा प्रिमियम क्वालिटीका मिल्दैन। मिल्छ भनेपछि हैन तपाईहरुलाई धेरै महँगो मिल्छ हैन, त्यो पनि कुनै न कुनै सानो ठुलोबाट होलसेलबाट मिल्छ, जुन मान्छेले पनि कुनै न कुनै म्यानुफ्याक्चरबाट नै पर्चेसिङ गरेको हुन्छ हैन। डाइरेक्ट म्यानुफ्याक्चरबाट पर्चेस गर्दा के फाइदा हुन्छ अनि तपाईहरुले बीचको बिचौलियाबाट पर्चेस गर्दा के फाइदा के नुक्सान हुन्छ भन्ने कुरा हामी गर्नेछौँ आज यस भिडियोमा। धेरै इम्पोर्टेन्ट छ। तपाईहरु पनि लेहेंगाको व्यापार गर्दै हुनुहुन्छ भनेपछि, आज कपडाको व्यापार गर्दै हुनुहुन्छ भनेपछि तपाईको लागि इम्पोर्टेन्ट हो, किनकि लेहेंगा कपडा व्यापारी मान्छेहरुको लागि खजाना पनि हो। अनि यो सही समयमा अनि सही तरिकाले नगर्यो भनेपछि धेरै लसमा पनि जान सक्नुहुन्छ है। त्यसैले एन्डसम्म हेर्नु होला, यो भिडियो धेरै नै इम्पोर्टेन्ट छ। देख्न सक्नुहुन्छ। यो कुरा गर्नुभन्दा पहिले म तपाईलाई यो भन्न चाहन्छु कि कलेक्सन कस्तो छ त्यो पनि पहिला एक बार देखिहाल्नुस् है। जुन एरियामा मैले दिएको छु त्यो डाइरेक्ट म्यानुफ्याक्चरमा सप्लाई गर्ने, म्यानुफ्याक्चर रेटमा दिने अनि आफै उत्पादन गर्ने अनि नेपालसम्म एक्सपोर्ट गर्ने काम गर्छ, जसको नाम हो अजमेरा फेसन। अजमेरा फेसनमा तपाईहरुलाई कस्तो कस्तो कलेक्सन मिल्छ त्यो पनि म तपाईलाई देखाउन चाहन्छु। हेर्न सक्नुहुन्छ, यो पूरा वेलवेट कपडाको साथमा आइसकेको छ डिजाइन हैन। यस्तो खालको फेब्रिकहरु राम्रोसँग नेपालमा चल्छ, कपडा एकदमै रातो कपडाको साथमा छ अनि डिजाइन देख्न सक्नुहुन्छ कति राम्रो लागेको छ हैन। यो पूरा काम गरेको भनेपछि यति वर्क यसमा तपाईलाई फिनिशिङ देख्न मिलिहाल्छ हैन। यस्तो खालको हेभी लेहेंगाहरु हाम्रो नेपालमा देख्न मिल्दैन, मिल्छ भने पनि धेरै महँगो मिल्छ, त्यो पनि प्राइस पनि म तपाईलाई भन्ने छु। देख्न सक्नुहुन्छ यस्तो खालको डिजाइन साथमा आइसक्यो, कट वर्कको यसको बोर्डर देख्न मिलिहाल्छ हैन। यस्तो खालको सिक्वेन्सको पनि काम गरिएको छ, यसमा तपाईलाई धेरै फिनिशिङ बनाएका बुट्टाहरु डिजाइन बनाएका अलग-अलग तरिकाले बनाएको देख्न मिलिहाल्छ। अनि यहाँदेखि यहाँसम्म पूरा सिक्वेन्सको गरेको चम्किलो डिजाइन लागेको सिल्भर कलरको साथमा राम्रो लागेको छ हैन। यो बीचमा पनि तपाईलाई दुईवटा तीनवटा कलर लगाएको पूरा डिजाइन देख्न मिलिहाल्छ। अनि यसमा तपाईलाई के मेन छ भन्दाखेरिमा यसमा लगाइएको छ केन। केनमा के हुन्छ भन्दाखेरिमा यसको गोल, यसको सर्कल बनाउने काम गर्छ केनले। डबल केन छ हैन, सिंगल केन डबल केन दुईटा आउँछ हैन। यहाँ तपाईलाई डबल केन देख्न मिल्छ। डबल केन भनेको एकदमै राम्रो पिस हैन, यो आउँछ। त्यसै यहाँ तलको आउँछ सिंगल केन आउँछ। अनि जसमा केन आउँदैन त्यसको फिनिशिङ बन्दैन के, जति बेला वेयर गर्छ महिला मान्छेहरुले, दुलै मान्छे, त्यति बेला उनको फिनिशिङ बन्दैन। फिनिशिङ नबन्यो भनेपछि त्यति सुट हुँदैन, त्यति राम्रो लाग्दैन। त्यसैले यो धेरै नै इम्पोर्टेन्ट हुन्छ लेहेंगामा। लेहेंगामा के इम्पोर्टेन्ट हुन्छ, केन इम्पोर्टेन्ट हुन्छ हैन। यस्तै गरी अर्को म तपाईलाई कलेक्सन देखाउन चाहन्छु। यो भयो एउटा कलेक्सन हैन। यस्तै गरी अर्को कलेक्सन देख्न सक्नुहुन्छ, यो प्याटर्न आइसकेको छ, जसमा तपाईलाई वर्क पनि सेम छ हैन। यसमा पनि तपाईलाई सिक्वेन्सको काम गरेको देख्न मिलिहाल्छ, तर यसको कलर कम्बिनेसन डिजाइन तपाईलाई अलग देख्न मिलिहाल्छ। यस्तो खालको देख्न सक्नुहुन्छ, यो पनि एकदमै प्रिमियम क्वालिटीको आइसकेको छ, यो पनि डिजाइन राम्रो लागेको छ हैन। यस्तो कलेक्सन तपाईँ राख्न सक्नुहुन्छ नेपालको लागि, हाम्रो व्यापारको लागि हैन। नेपालमा हाम्रो जो विवाह हुन्छ, ब्राइडल कलेक्सन हुन्छ, त्यसको लागि राख्न सक्नुहुन्छ। यहाँ मोरहरुका पनि चित्रहरू बनाएको छ, यस्तो खालको डिजाइन बनाएको देख्न सक्नुहुन्छ। प्योर यो पूरा यो धागा काम गरिएको छ हैन, पूरा एकदम राम्रोसँग यस्ता खालका डिजाइन तपाईँ राख्न सक्नुहुन्छ। यस्तै गरी अरु पनि भेराइटी हामीसँग एकदेखि एक पिसहरु आइसकेको छ, त्यो तपाईहरु म देखाउन चाहन्छु। देख्न सक्नुहुन्छ, यो प्योर तपाईलाई ब्राइडल भन्छन् नि, आहाहा। अब यसमा के छ भन्दाखेरिमा पहिले हातले काम गरिन्थ्यो भन्दा जसलाई भन्छन् प्योर ह्यान्डवर्क। यो पूरा हातले गरिएको काम भन्छ, अहिले त मसिनको काम भइसक्यो हैन। त्यसैले पूरा, तर नाम भनेपछि ह्यान्डवर्क नै आउँछ हैन। यस्तो खालको पूरा देख्नुहुन्छ, पूरा पाइपिङको अनि सिक्वेन्सको कति फिनिशिङ लागेको छ यस्तो खालको डिजाइन कपडामा। अब यो तपाईहरु दुईटैमा युज गर्न सक्नुहुन्छ, ब्राइडलमा भन्दाखेरि पार्टीमा पनि लगाउन सक्नुहुन्छ, कुनै रिसेप्सन पार्टी छ त्यहाँ पनि तपाईँ वेयर गर्न सक्नुहुनेछ महिला मान्छेहरु हैन। अनि विवाहमा नै युज गर्न सकिन्छ यस्तो खालको डिजाइनको हैन। यहाँ सक्नुहुन्छ, यो धेरै एकदमै युनिक प्याटर्न आइसक्यो, यो पनि केनको साथमा आउँछ। यो पूरा मलाई एकदमै राम्रो लाग्यो। यो तपाईलाई कस्तो लाग्यो तपाईँ कमेन्ट बक्समा खुलेकै छ, त्यसमा तपाईँ भन्न सक्नुहुनेछ हैन। प्राइसको कुरा पनि हामी गर्ने छौं है, तपाईहरु त्यही वेट
गरेर होला मलाई थाहा छ देख्न सक्नुहुन्छ अनि यस्तै गरी यो पनि डिजाइन आइसकेको छ प्योर पार्टी वेयरको लागि डिजाइन छ हैन एकदमै राम्रो ब्राइडल लुकको साथमा डिजाइन आइसकेको छ तपाईलाई यस्ता खालका पाइपिङ वर्क तपाईँ देख्न मिलिहाल्छ सिक्वेन्स काममा देख्न मिलिहाल्छ अनि कपडा भनेपछि एकदमै राम्रो छ हैन देख्नुहोस् त एकदमै वेट भनेपछि यसमा वेट छ है अनि कपडाको वेट छैन तर यसमा जो वर्क गरेको हुन्छ जो फिनिशिङ हुन्छ त्यसको वेट गरेको हुन्छ अनि यहाँ केन जो युज गरेको हुन्छ यसमा पनि केन छ म तपाईलाई देखाउन चाहन्छु हेर्नुस् है यहाँ पनि तपाईले केन लगाइएको छ यो छ नि केन यो लगाइएको छ अनि त्यसैले यसको फिनिशिङ पुरा दामी आउँछ हैन यस्तो खालका ब्राइडल्स जो हुन्छन् हैन लेहेंगाहरू त्यसमा तपाईहरु व्यवहार गर्न सक्नुहुन्छ अब म मेन मुद्दामा आउँछु है प्राइस प्राइस कहाँबाट लिँदा सस्तो हुन्छ कहाँबाट किन्दाखेरि महँगो पर्छ बीचमा बिचौलिया हुँदाखेरि के नुकसान हुन्छ भन्ने कुरा मैले गरेँ थिएँ हैन अनि यसमा प्रफिट पनि धेरै हुन्छ नुकसान पनि धेरै हुन्छ सही हिसाबले नगर्यो भनेपछि हैन एउटा कुरा बुझ्नुस् तपाईले म्यानुफ्याक्चरबाट किन्नु भएन भनेपछि जुन बिचौलिया हुन्छ त्यसले आफ्नो मार्जिन राख्छ अनि त्यसपछि तपाईलाई सेल गर्छ त्यसमा तपाईहरु आफ्नो कमाईको 30 to 40% उनीहरुलाई दिइहाल्छ त्यसैले नोक्सान भोग्नुपर्ने हुन्छ डाइरेक्ट म्यानुफ्याक्चर बाट किन्दाखेरि के प्रफिट हुन्छ भन्दाखेरिमा बीचमा कुनै पनि बिचौलिया हुँदैन अनि डाइरेक्ट तपाईले म्यानुफ्याक्चरसँग कन्ट्याक्ट गर्ने अनि सिधै जो प्राइस हुन्छ त्यो प्राइसमा लिएर जाने नेपालमा राम्रोसँग 100 देखि 130 देखि 150% सम्म तपाईहरु माझी राखेर सेल गर्न सक्नुहुन्छ लेहेंगामा तपाईहरु म भन्नु 200% सम्म माझी राखेर सेल गर्न सकिन्छ लेहेंगामा धेरै प्रफिट हुन्छ तर यो बुझ्नु पर्ने हुन्छ कि लेहेंगाको सिजनको बेला लेहेंगा हाल्नु पर्ने हुन्छ हैन अनि साथैसँग यो पनि देख्नु पर्ने हुन्छ हामीले हैन लेहेंगा जति बेला सेल हुन्छ विवाहको सिजनमै सेल हुन्छ त्यतिबेला त्यो ध्यान राख्नुपर्ने हुन्छ लेहेंगा सही म्यानुफ्याक्चरको हिसाबले हामी राख्नुपर्ने हुन्छ हैन सही चीजको हिसाब राख्नुपर्ने हुन्छ अनि तपाईले गलत डाइरेक्सनमा राख्नुभयो हैन गलत कलेक्सन राख्नुभयो भनेपछि यसमा नुकसान पनि धेरै हुन्छ किनकि यस्ता खालका लेहेंगा धेरै महँगो पनि आउँछन् प्रिमियम क्वालिटीका हुन्छन् त्यसैले यसमा ध्यान राख्नुपर्ने हुन्छ अनि साथै साथमा व्यापारी मान्छेले एउटा अर्को कुरा ध्यान राख्नुपर्ने हुन्छ हैन तपाई सेल पनि गर्न सक्नुहुन्छ रेन्टमा दिएर पनि काम गराउन सक्नुहुन्छ रेन्टमा दियो भने धेरै यसो व्यापारी मान्छेले यस्तो गरिरहेका छन् कि लेहेंगाहरू रेन्टमा दिएर पनि लाखौं रुपैयाँ महिनाको कमाइरहेका छन् सिजनको हिसाबले तपाईले कमाउन सक्नुहुनेछ हैन यो सबै कुराकानी हाम्रो लेहेंगामा ध्यान राख्नुपर्ने हुन्छ स्टार्टिङ रेट भनेपछि अजमेरा फेसनमा तपाईहरुलाई ब्राइडल लेहेंगाको प्राइस भनेपछि मात्र तपाईहरुलाई अजमेरा फेसनमा 1200 रुपैयाँ भारदेखि सुरुवात भइहाल्छ सही सुन्नुभयो तपाईले यो हो हाम्रो काउन्टरको स्टार्टिङ प्राइस 1200 देखि तपाईहरुलाई अलग-अलग रेन्जका तपाईहरुलाई यहाँ देख्न मिलिहाल्छ अनि सुरुवात यति देखि सस्तो देखि भइहाल्छ म्यानुफ्याक्चर रेटमा सिधै तपाईलाई एक्जिम कोड छैन नेपालदेखि भारतबाट पर्चेसिङ गर्नको लागि तपाईलाई बोर्डरको या फिर जो ट्याक्स क्लियरेन्स हुन्छ हैन बोर्डर क्लियरेन्स हुन्छ त्यो सबैको टेन्सन तपाईले लिनै पर्दैन तपाईले सिम्पल हामीले स्क्रिनमा दिएको नम्बरसम्म कन्ट्याक्ट गर्ने पीडीएफ क्याटलग मगाउने अनि भिडियो कलले पर्चेसिङ गर्न सक्नुहुनेछ सिधै तपाईको बिलिङ भइसक्यो भनेपछि त्यसपछि तपाईको एड्रेससम्म पुगाउन ग्यारेन्टी हाम्रो तपाईले कुनै पनि केही पनि टेन्सन लिन पर्दैन जबसम्म एड्रेसमा पुग्दैन तबसम्म ग्यारेन्टी हामी लिन्छौं अब केको टेन्सन स्क्रिनमा नम्बर छ कन्ट्याक्ट गर्नुहोस्